अघि चाहिँ उठ्ने गर्छ भने हामीले मिल्यो स्पिनिङ अनि रोलिङ एक्सट्रिम अनि यहाँबाट गाडीमा जानु एभरल्यान्डसम्म अब यो क्राउड अझै बढ्नेवाला छ इन्ट्रेन्स भयो गाइज मोबाइल नबोकी जाँदाखेरि राम्रो है यहाँभित्र चढ्न नआएको हामी अहिले मजाले बसेर हेर्नु होला टक्कसँग यहीँ चढेको हो साथी यहीँ कति गाह्रो छ टक 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 स्लो 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 जान्छ होइन यहाँनिर एक्चुअलमा अब वहाँबाट स्टार्टिङ चाहिँ के चाहिँ खतरा हुने रहेछ क्या म एक्सपिरियन्स बस्यो खेलेर आइयो पुरै त्यहाँ त आमामा सुरुमा जाने बेला बिस्तारै 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 लाने एकैचोटि स्पिडमा कुदाउँदाखेरि त आमामा मन त सिरिङ्गै नि कहाँ पुग्छ क्या मन त यत्रो खतरा फिलिङ्स आएको थियो ओ माई गड खतरा भएको थियो त्यो पहिलो कुरा चाहिँ अब रोलिङ एक्सट्रिम त्यो खेलेर आइसकेपछि चाहिँ मसँगको साथी र अर्को हाम्रो आजसी चाहिँ पुरै अब चाहिँ म खेल्दिनँ अब चाहिँ मलाई पुग्यो भन्ने टाइपको भइसकेको थियो उनीहरूलाई खेलेर पुरै त्यो हुन्छ नि पुरै टाउको घुमाइसकेको थियो उनीहरूलाई चाहिँ तर म भने फुल्ली एक्साइटेड थिएँ अझै कति सबै गेम भ्याउनु मन थियो क्या मलाई तर अब टाइम चाहिँ लिमिट हुने अब यस्तो त्यो एकदम भिड भएको बेलामा चाहिँ सबै गेम चाहिँ एकै दिनमा भ्याउँछु भनेर भ्याउँदै नभ्याउने रहेछ क्या अनि त्यो पछि चाहिँ म फेरि अर्को ठाउँ गएँ अर्को ठाउँ जाने बेला चाहिँ म एक्लै गएँ फेरि त्यो अब साथी र अर्को हाम्रो आजसी चाहिँ जानु भएन उहाँ चाहिँ बाहिर वेट गर्नुभयो म वेट सिधै गएर खेल्न गएँ त्यो चाहिँ लेट्स ट्विस्ट भन्ने चाहिँ त्यो गेम थियो पुरै माथि चढाएर उल्टाइ पोल्टाइ यतै घुमाएर ल्याउने टाइपको थियो अनि बाहिरबाट हेर्दाखेरि चाहिँ त्यो अलिकति डेन्जरै देखिन्थ्यो क्या अलिकति सकिँदैन कि टाइपको नै देखिन्थ्यो त्यही भएर नि उहाँहरूले चाहिँ त्यो चाहिँ ट्राई गर्नु भएन अनि म चाहिँ गएँ त्यहाँ गएर गएँ बाहिरबाट हेर्दाखेरि त मान्छे थिएन जस्तो लागेको थियो अनि मान्छे थिएन यस्तो डेन्जर रहेछ को बस्ला र भनेर छिटो दौडे गएँ पाला आइहाल्छ नि भनेर दौडेर गएँ होइन भित्र जान्छु त यति लाइन मान्छे त्यहाँ पनि बसेँ कि 1 घन्टा जति नै लाइन बसेँ कि अब यहाँ बसेको छ यहीँबाट छिर्ने हो यतैबाट छिर्ने हो यहाँबाट तर यहाँबाट लाइन यस्तोरी आएछ फेरि यस्तो 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 यु हुँदै जाने कि यस्तो गयो फेरि उताबाट गयो यताबाट आयो फेरि लास्टमा मात्रै यता इन्ट्रेन्स हुने हो माई त्यहाँ पनि ओहो टाइम नै नगयो झन् एक्लै बसेँ अनि साथी पनि थिएन गफसप गर्नलाई पनि अनि अब यतातै पनि हेर्दै बसेँ अब के आइ त हाल्यो बसी त हाल्यो खेलिहालौँ न भनेर बसेँ अनि त्यहीँ बस्दा बस्दै आफ्नो पालोमा चाहिँ त्यो एउटा रोमा चाहिँ एउटामा बस्नेमा चाहिँ 6 जना बसाउँदो रहेछ अब म चाहिँ एक्लै फेरि अब कोसँग बस्ने भन्ने कुरा भयो होइन अनि ठ्याक्कै त्यतिखेर त्यहीँको त्यो मिलाउनेहरूले चाहिँ कोअर्डिनेटरहरूले चाहिँ अब अर्को एउटा ग्रुपमा चाहिँ 5 जना मात्रै रहेछ 5 जना मात्रै भएकोमा चाहिँ मलाई लगेर राख्यो त्यो ग्रुपमा चाहिँ 2 नम्बरको ग्रुप थियो 2 नम्बरको त्यो सिट हुन्छ नि 1 2 कतिवटा थियो 6 7 वटा थियो कतिवटा थियो अनि मलाई चाहिँ 2 नम्बरमा लगेर राख्यो त्यसमा चाहिँ 5 जना अरू केटाहरू तिनीहरू साथीहरू थियो म चाहिँ त्यहाँ गएर बसेँ अनि अर्को रमाइलो कुरा चाहिँ अब उनीहरूले मैले यो माइक राखिराखेको देखेँ होइन त्यो देखेर युट्युबर हो भनेर सोधिहालेँ क्या कोरियनहरू नै थियो कोरियन केटाहरू नै थियो त्यस्तै 20-22 वर्षकै हो उनीहरूको थियो अनि हो यताउति भनेर खान थाल्यो उनीहरूले गर्दाखेरि पनि एकछिन त्यहाँ फ्रेन्डली साथी भए जस्तो फिल भयो अब नत्र त एक्लै थिएँ अब त्यो गएर साथीहरू भएको भएपछि त अलिकति बस्ने बेलामा पनि एक्साइटेड भएर चिच्याइन्छ पनि होइन अब एक्लै भएपछि अलिकति अड लाग्छ क्या अब के चिच्याउँदाखेरि सँगै भएकोलाई अप्ठ्यारो लाग्ला कि यताउति भन्ने भएको थियो हुँदो रहेछ हुन्छ भन्दा पनि मलाई चाहिँ त्यस्तो भयो त्यही भएको भएर उनीहरूले गर्दाखेरि चाहिँ मलाई त्यो चाहिँ कम्फर्टेबल फिल भयो अब त्यहीँ गफसप गऱ्यो यताउति गफ गर्दाखेरि अनि एकछिन खेलेर आउने बेलामा पनि चिच्याइयो मजाले कराइयो पनि चिच्याइयो उनीहरूसँगै बसेर अनि लास्टमा निस्किने बेलामा चाहिँ एकछिन उनीहरूसँग हल्का यस्तो सानो गफसप पनि गऱ्यो छिङ्गुदुर उडी मान्नुहोस्
근데 어디 살아요 우리 친구들? 네? 어디? 저희 다 똑같은 데 사는 서울. 다 같이 학교에 같이 다 같은 있어요? 학교인이 놀러 온 거예요. Okay, so Same school, yeah. 며칠 여기 왔어요. 아니, which time did you arrive here? Oh yeah. So we just traveled here only for 1 day. So this is just kind of like our just visit. Yeah, not actually a travel because it takes almost like an hour or two. Yeah, to get here from our school. So yeah, I think we are right here about like 9:40 today. Yeah, 9:40 a.m. today. So and we are going to leave this afternoon or evening maybe. Yes. Okay, so how are you guys feeling right now? So it's like kind of sound your adventure. How are you feeling? Yeah, I'm feeling great. Yes, I'm feeling So great. scary. Scary? 아직 있어 거기. Yeah, he's scared of everything. He's scared of everything. Same here. Okay, nice to meet you guys. So hope you साथीहरूले तिनीहरूले चाहिँ भन्न बेसी हैन त्यतिखेर फुल एक्साइटेड थिएँ अब प्लान पनि थिएन त्यसरी भेटिन्छ भनेर तर अहिले चाहिँ भन्छु म फ्रेन्ड्स इफ यु आर वाचिङ दिस भिडियो सो प्लिज लेट मी नो योर नेम इन द कमेन्ट I forgot to ask that at the moment. So you guys were so amazing at that time, man. Hope you guys watching this video and you will suggest me something good things. भन्न चाहन्छु हैन त्यही हो त्यहीहरूले गर्दाखेरि पनि त्यहाँ अलिकति रमाइलो फिल भयो त्यस्तो नरमाइलो भन्ने फिल चाहिँ भएन अब त्यहाँबाट सकेर आइयो अनि त्यहाँबाट सकेर आएपछि फेरि तलतिर लाग्यो हामी तलतिर लाग्दाखेरि त्यहाँ चाहिँ सिधै हिँडेर नि जाने मिल्ने रहेछ अब त्यहाँ चाहिँ त्यो रोपवे अनि केबल कार टाइपको अब केबल कार ठ्याक्कै बन्द हुने पनि भयो हैन त्यो चाहिँ त्यस्तो थिएन ठ्याक्कै बसेर बिस्तारै घुर्ने अनि बाहिरको त्यहाँको सिनहरु पनि इन्जोय गर्दै तलसम्म पुर्याउने माथि तलकोलाई माथि ल्याउने त्यस्तो टाइपको बनाएको रहेछ अनि मैले चाहिँ सोचेको थिएँ त्यो चाहिँ जस्ट त्यो सिनरीहरुलाई चाहिँ इन्जोय गराउनलाई मात्रै त्यही मात्रै घुमाएको होला भन्ने टाइपको सोचिराखेँ तर त्यो चाहिँ माथिको मान्छेलाई चाहिँ तलको मान्छे माथि ल्याउनलाई चाहिँ त्यो हुन्छ नि हिँडिराख्न नपर्ने टाइपको त्यसरी बनाएर रहेछ अनि त्यसमा नि बसेर पुरै हेर्यो मजाले बाहिरको सिनहरु हेर्दै टक्क भिडियोहरु खिच्दै गइयो तलसम्म गइयो अनि जाने बित्तिकै अब सुरुमा चाहिँ अब भोक लागिसकेको थियो लेट पनि भइसकेको थियो त्यही 12-1 बजे कटिसकेको थियो त्यतिखेर अनि खाना खाने ठ्याक्कै टाइम पनि भयो सबैले त्यतिखेर खाने टाइम पनि भयो अनि हामी खाना खानलाई भनेर गयौँ त्यही भित्रकै एउटा क्यान्टिन टाइपको थियो ठुलो थियो त्यो पनि एउटा हानकाराम भन्ने कोरियन रेस्टुरेन्ट थियो त्यहाँ गएर बस्यो ठक्क अब त्यहाँ पनि टोकन सिस्टम हुने रहेछ अब कति नम्बरको एबिसी अब कति 1 नम्बरको कति नम्बरमा गएर आफ्नो खाना चाहिँ लिने त्यहाँको टोकन काट्यो हैन खाना लियो बस्यो अनि अर्को कुरा त्यहाँ गएर बसेपछि खाना लिएर आइसक्यो बस्ने ठाउँ छैन के कहाँ गएर बस्ने खाना बोकेको छ यता गएको छ टेबल छैन उता गएको छ टेबल छैन हैन ठाउँ पाउन चाहिँ गाह्रो रहेछ यो ठाउँमा खै आज अलि मान्छे धेरै भएको बेलामा भएर पनि हुन सक्छ है सिटै पाउन गाह्रो छ खाना खान बसेको सिटै नपाउने कहाँ बसेर खाना चिसो हुन लागिसक्यो बस्ने ठाउँ अझै पाएको छैन अब सायद त्यो अब रस आवरमा पनि भएको जस्तो भएर पनि होला सायद अब सबैको खाना खाने टाइम एउटै भएर पनि हो नि त त्यही भएको भएर एकदमै क्राउड भएको थियो त्यतिखेर टेबलमा बस्नलाई पनि लाइन बस्नुपर्ने क्या सबजनाको छुट्टी भएलाई पर्यो नि यस्तो यो के खितरी यस्तो छ यहाँ खाना लिइसकेको छ यस्तो चाहिँ चिसो हुने बेला भइसक्यो सिट पाएन कहाँ गएर बस्ने कहाँ बसेर खाने भन्ने थाहा छैन त्यस्तो छ ताल मान्छे पाएको छ पुरै यत्रो ठुलो एरिया छ तै पनि अब यो खान सक्यो अब हाम्रो पालो त्यहाँ बस्ने भन्ने टाइपको थियो त्यो साइड डिसेसहरू पनि त्यही बाहिरै थियो बाहिर त्यो चाहिँ यहाँ सेल्फ गर्नुपर्थ्यो सबै लगभग सबै सेल्फ नै हो त्यो त अब किनभने खाना पनि आफै ल्याएर खायो हैन त्यहीँबाट अनि फानसानहरू पनि आफै लिएर खायो त्यही थियो रमाइलो थियो खतरा
와. सबै मिठो हो मलाई चाहिँ यसमा किम्ची राखेर खाना पनि खाइयो हामी चाहिँ क्या भने हङ्काराम भन्ने ठाउँमा आएको थिएँ कोरियन रेस्टुरेन्ट भन्ने ठाउँमा आमामा यस्तो प्याक खाना खानलाई पनि बस्नलाई पनि लाइन बस्नुपर्ने के तर पनि ठिकै छ खाना चाहिँ मजाले खाइयो खिम्ची चिगे त्यो पछि एउटा माछा हैन त्यो पछि के खेरानमारी अनि त्यो पछि भनेको अरू साइड डिसेसहरू त आफैले लिने रहेछ हैन के चाहिने टक्क आफैले लिने नै भयो लगभग सबै भात चाहिँ 2 चोटि मगाएर खाइयो 2 चोटि खङ्गी फाप भन्छ हैन 2000 लिँदो रहेछ त्यसको चाहिँ लगभग 3 जनाले कोक पनि मगाउँदाखेरि त्यो सबै गर्दाखेरि लगभग 6 मान जतिको खाइयो भनौँ न 6 मान चाहन्छ 6000 60000 वनको जति खाइयो त्यहाँबाट तल झर्ने बेलामा चाहिँ एउटा डान्स सो हुन लागेको रहेछ कि सबैजना पुरै भिड भइरहेको थियो त्यो ग्राउन्डमा सबैजना बसेर म्युजिक बजिरहेको थियो एकदम खतरा म्युजिक बजिरहेको थियो हैन त्यो एउटा त्यहाँ चाहिँ अब चाहिँ द विजर्ड अफ अज भन्ने थिममा बसेर चाहिँ एउटा द पम्पकिन परेड भन्ने टाइप पम्पकिन परेड भन्ने डान्सिङ सो अब हुन लागेको रहेछ कि त्यहाँ अनि त्यो चाहिँ पुरै विजर्ड अफ अज के त्यो पुरै ड्रेसअप नै थियो क्या तिनीहरूको सबै आमामा यस्तो जादुमय टाइपको ड्रेसअप गरेर आएको थियो हैन कोही कस्तो ड्रेसमा कोही अब बिरालोको डिजाइनमा आए हैन बिरालोको डिजाइन भन्दा पनि बिरालोको त्यो हाउभाउ देखाउने टाइपको ड्रेसअप थियो अनि अरू कोही चाहिँ फेरि अलिकति विच अब हुन्छ नि बोक्सी टाइपको त्यस्तो विच अब देख्नु होला नि तपाईँले त्यो विजर्ड अफ अजको ड्रेसअपहरू कस्तो हुन्छ सेम त्यही ड्रेसअप नै थियो अनि त्यो गरेर पुरै त्यहाँ भिड थियो ठ्याक्क त्यो सो हुन थाल्यो त्यहाँ चाहिँ त्यो पनि इन्जोय गरियो लगभग 15-20 मिनट जति चाहिँ त्यो फेरि त्यहाँ हेरेर बस्यो हामी त्यो पनि रमाइलो थियो कि एकदमै रमाइलो भएको थियो त्यो देखेर पनि अब नदेखेको कुरा कहिले पनि नदेखेको कुरा फर्स्ट टाइम लाइभ त्यो माथि हैन त्यसरी एक्सपिरियन्स गरिरहेको थिएँ एकदमै रमाइलो भएको थियो एकदमै रमाइलो भएको थियो कि त्यतिखेर पनि त्यो हेर्दै टाइम गएकै थाहा नहुने टाइपको त्यो पछि अब मैले भनिहालेँ वरिपरिको वातावरण पनि त्यस्तै थियो अनि त्यो माथि अब त्यही अरू भन्दा पनि मैले चाहिँ त्यो ड्रेसअप चाहिँ हेरिरहेको थिएँ मजाले पुरा ड्रेसअप थियो कि उनीहरूको डान्स पनि त्यस्तै ड्रेसअप पनि त्यस्तै गरेर लगाइरहेको थिएँ रमाइलो भएको थियो डान्सको त्यो सो पनि सक्यो लगभग त्यतिखेर 2 बजिसकेको थियो होला सायद 2 बजेर कटिसक्यो 2 साढे 2 लगभग बजिसकेको थियो अनि त्यो पछि हामी गयो फेरि सफारी वर्ल्ड वाइल्ड ट्राम भन्ने ठाउँमा चाहिँ गयो त्यहाँको छिर्नलाई चाहिँ फेरि हामी चाहिँ लाइन बस्न गयो अब त्यहाँ बाहिर लेखिरहेको थियो 120 भन्ने लेखिरहेको थियो हैन 120 भने के 120 जना पछि चाहिँ पालो होला भनेर सोचेर गएँ तर 120 मिनट रहेछ के मिनट लेखेर 120 मिनट पछि चाहिँ आफ्नो पालो आउने भनेर लेखेर रहेछ अनि 120 मिनट पछि भने लगभग 2 घण्टा पछि चाहिँ बल्ल आफू त्यहाँ चाहिँ भित्र छिर्न पाउने अब लाइन त बस्नु पर्यो लाइन बसेपछि बल्ल 120 मिनट पछि मात्रै आफ्नो पालो आउने रहेछ तैपनि आएको छ अब बस्नै पर्यो हैन अब बस्नु परेपछि हेर्नै पर्यो अनि त्यो गएपछि छिर्यो त्यहाँ पनि बस्यो अब त्यहाँ भनेको लाइन बस्न पाउने भनेको चाहिँ 4 बजेसम्म मात्रै बस्न पाउने रहेछ दिनमा 4 बजे अब 6 बजे भित्रमा क्लोज भइसक्ने रहेछ त्यो ठाउँ चाहिँ त्यहाँभित्र बस्ने बेलामा नि बस्यो अब त्यस्तो त्यहाँभित्र बस्दाखेरि बाहिर चिसोले गर्दाखेरि चाहिँ अलिकति गाह्रो बनायो अब हावा चलिरहेको थियो मजाले यताउति पुरै हावा चलिरहेको थियो अनि लुगाहरू चाहिँ एकदम अब यो जाडो सिजनमा चाहिँ अलिकति लुगा चाहिँ टन्नै लाएर जानु होला नत्र त अब हामी जाने बेलामा पनि त्यस्तो जाडो मौसम त भइसकेको थिएन तैपनि हावा चलेको भएर चाहिँ पुरै हावाले गर्दाखेरि पुरै चिसो भएको थियो
अनि चिसो भए पनि बस्यो बाहिर लाइन बस्यो अनि भित्र छिर्नलाई नै त्यो भित्रको लाइन फेरि छुट्टै रहेछ बाहिरको लाइन पनि छुट्टै रहेछ क्या बाहिरको लाइनबाट भित्र मात्रै पस्नलाई पनि 1 घन्टा जति लागिहाल्यो अनि त्यहाँ पस्ने बेलासम्म फेरि भित्र छिरिसकेपछि पनि फेरि अझै अर्को लाइन रहेछ क्या फेरि अर्को लाइनमा अझै 1 घन्टा फेरि अझै एक्स्ट्रा 1 घन्टा लाग्ने माइ गड र भित्र छिरेर बस्ने बेलामा चाहिँ बाहिर हुँदा चाहिँ कम जाडो थियो तर जाडो चाहिँ जाडो नै थियो नभएको छैन जाडो त जाडो नै थियो होइन अनि त्यहाँ भित्र बस्ने बेलामा पनि त्यस्तो एक्सपिरियन्स चाहिँ अब सबै वालहरूमा आर्टहरू राखेको थियो भित्र माथि छतहरूमा पनि पुरै आर्टहरू राखेको थियो होइन अनि भित्तामा के चिजहरू राखिदिइरहेको थियो पुरानो जमानाको चिजहरू अब लाइक म्युजियम टाइपको देखाइरहेको थियो त्यो पनि एक्सपिरियन्स गरियो अनि त्यहाँबाट आफ्नो पाला आइसकेपछि गाडीमा चढ्यो पुरै सफारीको गाडीमा पुरै अगाडि चाहिँ ड्राइभर हुनुहुन्छ पछाडिको गाडीमा चाहिँ पुरै सिसाहरू झ्यालहरू ठुल्ठुलो झ्याल यहाँको बस्ने अनि त्यहाँबाट आफू बसेर हेर्ने मात्रै अब यताउति उठ्न नपाइने त्यो हल्ला अब चल्न नपाइने त्यो गर्न नपाउने भनेर चाहिँ पहिले अनाउन्स गरिसकेको थियो त्यो चाहिँ त्यसमा भित्र गर्न नपाइने भन्ने कुरालाई चाहिँ त्यो पहिले सूचनामा भनिसकेको थियो नि त त्यो अलिकति सभ्य भएर बस्नुपर्छ है त्यसमा चाहिँ बस्यो अनि त्यहाँभित्र छिरिसकेपछि फर्स्टमै अब हाम्रो ठाउँमा अब आफ्नो नेपालमा हेरेको भन्दा पनि अब यहाँमा चाहिँ लाइभ आफू अगाडि नै एक्सपिरियन्स गर्न पाइयो क्या अब गाडी यहीँ छ यहीँ साइडबाट हिँडिरहेछन् होइन बाघहरू त्यो पनि खाइलाग्दो बाघहरू चाहिँ अब अलिकति खान नपाए टाइपको पनि ठुल्ठुलो बाघहरू होइन अनि तिनीहरूलाई पनि देखियो अनि त्यो पछि सिंह देखियो लाइफमा फर्स्ट टाइम देखेको सिंह झन् होइन अब लाइभ देखेको फर्स्ट टाइमै हो भनौँ न अब बाघ हो त हाम्रो नेपालमा चिडियाखाना मैले हेरिसकेको थिएँ तर त्यो त्यहाँ पनि हेरेको पनि एउटा हेरे हो नजिकबाट होइन त्यो पनि टाढा बसेर हेरे हो अब यहाँ भनेको त एकदमै बाघहरू पनि टन्नै के यताबाट नि आउने उताबाट नि आउने होइन गाडीमा वरिपरि घुमिरहेछन् बाघहरू अनि फेरि बाघहरू पनि सानो यत्रो ठुल्ठुलो बाघहरू होइन अनि त्यो पछि अब सिंह पनि त्यस्तै सिंह झन् आमामा फर्स्ट टाइम सिंह देखेँ त वा भयो लागि अनि त्यो पछि झन् अब त्यहाँभित्र गाडीमा बस्नेहरूको एक्सपिरियन्स पनि हेर्न लागेको थियो कि वा सबैको मुखबाट अब झन् कोरियनहरूले उनीहरूको बानी नै हुन्छ नि जे देख्यो मोया वाह भन्ने टाइपको भइरहेको थियो तिनीहरूको एक्सपिरियन्स हेर्न चाहिँ झन् रमाइलो थियो उनीहरूको एक्सपिरियन्सले गर्दाखेरि एक्सप्रेसनले गर्दाखेरि पनि झन् रमाइलो क्या त्यो सिन हेर्नलाई चाहिँ अनि अरू त्यसमा भएको त्यो हाइना पनि देखियो होइन हाइनाज भन्ने चिज पनि देखियो त्यो चाहिँ 2टा मात्रै देखेँ अरू धेरै एक्स्ट्रा देखिनँ 2टा देखेँ अरू त्यो पछि अरू भनेको चाहिँ बियरहरू पनि देखेँ भालु त्यो पनि देखेँ अब त्यहाँ छन चाहिँ अरू अब यो भनेको चाहिँ कार्निभोरस सब मांसाहारी जीवहरू पऱ्यो होइन अब यहाँभित्र अझै त्यो शाकाहारी जीवहरू पनि धेरै छ भनेर सुनेको थिएँ त्यहाँ चाहिँ लगेन खै किन हो टाइम नभएर हो कि सायद अब त्यो ठाउँको लागि छुट्टी छिर्ने पर्ने हो कि त्यो चाहिँ मलाई आइडिया भएन तर सबै छ अरे क्या त्यहाँभित्र जिराफहरूदेखि लिएर एभ्रिथिङ अब त्यस्तोहरू पनि सबै छ अरे त्यहाँभित्र भनेर सुनेको हो तर त्यहाँसम्म चाहिँ पुगेन जस अब एक दिनमा त्यो सबै चाहिँ भ्याउन चाहिँ सम्भव छैन जस्तो लाग्यो क्या मलाई चाहिँ किनभने वेटिङ टाइम नै धेरै लाग्ने अनि त्यो पछि त अब दिनमा कति नै हुन्छ र अब टाइम हेरेर चाहिँ 9-10 बजेसम्म पनि खुल्ने रहेछ हुन चाहिँ तर यो चिजहरू जनावरहरू यताउति तिनीहरूलाई एक्सपिरियन्स गर्ने हो भने त टाइममै जानु पऱ्यो दिउँसोमै गएको भयो भने चाहिँ रमाइलो हुन्छ नि त र त्यो टाइम नभ्याउने भएको भएर चाहिँ सायद त्यो छुट्टै देखाउँछ हो कि जस्तो लाग्यो मलाई चाहिँ त्यहाँ पनि अब 10-12 मिनटकै राइड थियो गाडीमा 10-12 मिनटको राइड भए पनि सुरुमा एक्सपिरियन्स गरेको चिजमा चाहिँ त्यस्तो हुने रहेछ कि अब रमाइलो चिजहरू चाहिँ कति छिटो टाइम गएको जस्तो फिल हुने रहेछ अब त्यहाँ पनि त्यही भयो कति छिटो मैले हेरिसकेँ भन्ने भयो कि अनि त्यो पछि त्यहाँ हेरेर आइयो फेरि अर्को ठाउँमा गएर लाइन एमाजोन एक्सप्रेस भन्ने ठाउँमा फेरि लाइन बस्न गइहाल्यो हामीलाई सहयोग भएको भनेको चाहिँ त्यो आज सिले गर्दाखेरि चाहिँ धेरै हेल्प भयो भनौँ न अब न त हामी आफै थाहा नभएको मान्छे जाने हो भने त कहाँ गएर के गर्ने कुन ठाउँमा लाइन बस्ने भन्ने कुरो थाहै हुँदैन होइन झन् अल्मलिने रहेछ मान्छे धेरै भिड देखेपछि कहाँ गएर बस्ने कसरी बस्ने भन्ने कुराले गर्दाखेरि चाहिँ अब त्यो आजसीले गर्दाखेरि चाहिँ धेरै हेल्प भयो अब आजसीलाई पनि धेरै खाम्सामिदा भन्न चाहन्छु म
भन्न चाहिँ मैले अहिले यसलाई त्यतिकै हेरेर पनि भनिसकेँ तैपनि यो भिडियो मार्फत पनि आजसीलाई चाहिँ एकदमै खामसामिदा भन्न चाहन्छु उहाँले गर्दाखेरि चाहिँ यो सबै चिज चाहिँ एक्सपिरियन्स गर्न पाइयो क्या अनि त्यो पछि हामी गयौँ त्यो एमाजोन एक्सप्रेस भन्नेमा त्यहाँभित्र चाहिँ पुरै डुङ्गामा बसेर टक्क राउन्डवाला सेपको डुङ्गा हुने रहेछ अनि एक राउन्ड त्यो पानीमा चाहिँ घुमाउने रहेछ पानीमा बसेर टक्क राउन्ड ट्रिप हान्ने रहेछ पानीमा अब जाडो भइसकेको थियो त्यतिखेरै लगभग कति बजिसक्यो 6 बजिसकेको थियो त्यतिखेरै हामी त्यो सफारी वर्ल्ड ट्रामबाट निस्किने बित्तिकै त्यतिखेरै 6 बजी कटिसकेको थियो त्यो भएको भएर चाहिँ जाडो झन् मौसम चाहिँ झन् चिसो भइसकेको थियो त्यो माथि झन् अब त्यहाँभित्र त डुङ्गामा पुरै पानीको राउन्ड हान्ने रहेछ क्या त्यहाँ पनि बसियो मजाले बसियो ओम नमः शिवाय भन्ने बेला भयो गर्ने अब 이제 내린층은 레프팅 하는 거. 레프팅 해도 이래. 저 봐, 물든 거. ला जुत्ता पुरै छिरे कति ठाउँमा भिजाइयो भने पानी 응기다. माई गुड 야, 응기다. त्यहाँ चाहिँ खिच्न पाइयो जस भागीले अब मैले मोबाइल चाहिँ त्यहाँ निकालेर जा भन्थेँ तैपनि मैले पछि खिचिरहेको देखेँ पनि उनीहरूले केही भनेन कि अर्कोलाई चाहिँ त्यो खिचेको देखेर चाहिँ नखिच भन्दै थियो अनि मैले खिचिरहेको थिएँ तैपनि मलाई चाहिँ केही भनेन अनि मैले चाहिँ खिचेँ त्यो राउन्ड पुरै खिचेको छु मैले त्यसको चाहिँ अब भिज्ने पालो हाम्रो आयो फेरि छ्या ओ पानी पानीले भिज्ने पालो आयो 이제 그쪽 튄다 물. 힘을 조심해라. 어제 अब हाने पानी 봐봐라 힘을 주는데 튀게. आफूलाई भिजान्न खिचेर आइसकेपछि अब जाडो भयो होइन पुरै पानीले पनि भिजाएको छ हल्का फुल्का अनि त्यही अगाडि चाहिँ हिटरहरू पनि राखेको रहेछ कि तातो हुनको लागि त्यो चाहिँ एकदमै त्यो हुन्छ नि रमाइलो पार्ट टक्क यहाँबाट खेलेर आऊ सट्ट यहाँबाट आगो ताप्न आऊ यहाँ जाडो भएको छ पुरा पानीमा खेलेर आऊ यहाँ आगो ताप्न आऊ के छ भिजेर आएछ सबजना त्यहीँ कोचक्क गएर बसिया छ किन बसिहाल भनेर त पुरा हिटर बालेको रहेछ आगो ताप्ने रहेछ कि लुगाहरू भिज्यो भने टक्क अगाडि बस्यो टक्क आगो ताप्यो अनि हिँड्यो फेरि त्यो सकिएर पनि अलिकति फेरि चिसो त भइसकेको थियो चिसो भइसक्यो भने अब हिँड्दै जिउ तातिहाल्थ्यो तातेर अनि त्यही हल्का त्यही बाहिर सबै ससेजहरू पनि खायौँ हामीले त्यही ससेज खाँदै फेरि त्यहाँबाट दौडिँदै रसमै अब टाइम छैन नि त टाइम छैन अब कहाँ गएर अर्कोमा गेममा खेलिहालौँ टाइपको भइसकेको थियो नि त अनि फेरि चिसो थियो अब भित्र लाइन बस्नु पाउने ठाउँमा हो भने त भित्र तातो पनि हुन्छ नि त त्यस्तो ठाउँमा अनि खोजी आजसम्म फेरि अर्को ठाउँमा लगिहाल्नु 4D सिनेमा हेर्नको लागि चाहिँ लानुभयो फेरि त्यहाँ पनि 45 मिनटको पछि चाहिँ पालो आउने थियो 45 मिनटसम्म त्यहीँभित्र बसियो फेरि अनि 4D सिनेमाको लागि कालो चस्मा दियो तर भित्र बसेर हेऱ्यो एक्सपिरियन्स गरेँ मलाई चाहिँ खासै त्यस्तो केही लागेन 4D सिनेमामा चाहिँ अब 3D पहिल्यै हेरिसकेको भएको भएर चाहिँ हो कि 4Dमा हुन चाहिँ अब अगाडि फ्रन्टमै देखिन्छ सबै चिजहरू होइन अब 4Dमा चाहिँ के हुने रहेछ भन्दाखेरि चाहिँ अब त्यहाँ भएको इफेक्टहरू साउन्ड इफेक्टले चाहिँ आफ्नो चेयरहरू पनि हल्लाउने रहेछ कि अब भनौँ न अब त्यहाँ यस्तो गुडिरहेको देख्यो भने यता धल्किने यस्तो पनि होइन यताउति सर्ने तलमाथि गर्ने त्यस्तो मात्रै चाहिँ थियो त्यो चाहिँ अलिकति एक्स्ट्रा थियो 4Dमा चाहिँ त्यो हुने रहेछ तर अरू भनेको चाहिँ अब त्यति धेरै वाउ टाइपको चाहिँ मलाई चाहिँ फिल भएन कि त्यसमा चाहिँ किनभने अरू लाइभ फिल गरिसकेको भयो नि त अरू लाइभ थ्रिल कुराहरू सबै एक्सपिरियन्स गरिसकेको भए त्यहाँ त अलिकति भिजुअल इफेक्टहरू मात्रै हामीले फिल गर्नुपर्ने भएको भएर चाहिँ मलाई चाहिँ त्यसमा त्यस्तो धेरै वाउ टाइपको चाहिँ फिल भएन अनि त्यो पछि एक त अब आँखाले पनि कस्तो अलि त्यो क्लियर नदेखाए जस्तो ब्लडी टाइपको भयो त्यो चस्माले ब्लडी देखायो कि के हो मलाई थाहा भएन अब आफ्नो आँखाको पनि कमजोरी हुनसक्छ त्यसमा चाहिँ
त्यही भएको भएर चाहिँ त्यो भिजुअलहरू पनि अगाडि जस्तो त्यस्तो लाइभ फिल भएन क्या मलाई चाहिँ अब मेरो साथीहरूलाई चाहिँ भएको थियो अरे तर मेरोमा चाहिँ सायद अब आँखाले गर्दाखेरि पनि त्यस्तो भएको हुनसक्छ मेन अट्र्याक्सन होइन अब एसियाको सबैभन्दा लार्जेस्ट रोलर कोस्टर अब चाहिँ हामी त्यो एक्सपिरियन्स गर्नेवालामा थियौँ क्या अब पुरा वुडनको होइन एकदमै हाइएस्ट पोइन्टबाट पिक पोइन्टबाट तल झर्ने त्यो त्यसमा हामी चढ्न जाँदै थियौँ सुरुमा त अब त्यहाँ पनि त्यस्तै क्या लाइन थिएन सुरुमा लाइन थिएन भनेर चढ्यो भित्र सेम त्यही त्यहाँ पनि सेम त्यही थियो क्या भित्र छिरिसकेपछि कहाँबाट कता लाइन कताबाट कता लाइन कताबाट कता त्यहाँबाट 1-1.5 घन्टा त हामी त्यहीँ लाइन बस्यो क्या फेरि त्यो टी एक्सप्रेस चढ्नको लागि अब झन् दिउँसो त झन् धेरै वाइल्ड नै भिड थियो त्यहाँ होइन अब बेलुका भइसकेपछि चाहिँ अलि अझ त्यो भनेको कम रहेछ क्या खास हामी बसेको बेला पनि अब सोच्नु न कस्तो थियो होला हामी चढेको बेलामै 1.5 घन्टा हामीले वेट गर्नु पऱ्यो भने चाहिँ दिउँसो हामी लाइन बसेको भए त 2 घन्टादेखि 3 घन्टा वेट गर्नु पर्थ्यो होला सायद त्यो मेन अट्र्याक्सन नै त्यही हो नि त फेरि झन् एसियाकै सबैभन्दा ठुलो वुडन त्यो पछि होइन रोलर कोस्टर अब एकदम हाइएस्ट पिकबाट तल झर्ने बेलामा त्यस्तो टाइपको यो सबैभन्दा बिगेस्ट थियो नि त सबैभन्दा धेरै एक्साइटमेन्ट यसमा थियो कि अब त्यहाँ चढ्ने बेलामा पनि त्यहाँ पनि त्यो त झन् एकदमै डेन्जर क्या डेन्जर भन्दा पनि एकदमै एडभेन्चरस मलाई चाहिँ सबैभन्दा एभरल्यान्डको सबैभन्दा खतरा पार्ट भनेकै लास्ट दिनभरि जति पनि एक्सपिरियन्स गरेँ त्यो चढेपछि सबै बिर्सेँ क्या मैले यस्तो एक्साइटमेन्ट यस्तो धेरै थ्रिलिङ होइन म त्यो भन्नै सक्दिनँ क्या 3 जना थियौँ हामी 4 जना भएको भए चाहिँ ठ्याक्कै पालो आइहाल्थ्यो अनि 3 जना भएको भएर चाहिँ 2 जना बस्ने सिटमा थियो अनि 2 जना बसेपछि ठ्याक्कै हामी जाने बेलामा चाहिँ सबै ठ्याक्कै प्याक भइहाल्यो क्या म एक्लै परेँ अनि म पछिको लाइनमा परेँ त्यो परेपछि म एक्लै बसेँ त्यसमा चाहिँ एक्लै बसेँ त्यसको एक्सपिरियन्स भन्छु है मलाई कस्तो हुन्छ अनि सबै सामानहरू बाहिर निकाल्यो ठ्याक्कै बसेर बस्ने बेलामा चाहिँ यसमा चाहिँ माथि चाहिँ कभर चाहिँ केही छैन माथि चाहिँ केही बान्ने यता त केही हुँदैन यहाँसम्म चाहिँ ठ्याक्क त्यो सेफ्ट बेल्ट होइन ठ्याक्कै यहाँसम्म चाहिँ थिचेको हुन्छ त्यति मात्रै थियो ठ्याक्कै एउटा ह्यान्डल थियो यसरी समाउने होइन समाउने अनि ढक 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 गयो बिस्तारै माथिल्लो पिकसम्म पनि बिस्तारै स्लो मोसनमा चढ्यो होइन त्यो पछि त अनि बिस्तारै यताबाट झल्किँदै स्वाटै तल झारिदिने क्या माई गॉड त्यतिखेर त्यो टाइममा मैले लिटरली मैले सास रोकेँ जस्तो भयो मलाई चाहिँ ओ माई गुडनेस यस्तो खतरा फिलिङ्स आएको थियो कि म किन चढेँ यसमा भन्ने फिल भएको थियो कि मलाई त्यो मोमेन्टमा चाहिँ अब त्यो हाइएस्ट पोइन्ट 2 चोटि आउँछ त्यस्तो एकदम हाइएस्ट पोइन्टबाट होइन त्यो फेरि यस्तो स्लोप पनि लगभग कति 72 डिग्री भने 77 डिग्री हो त्यतिको स्लोपमा थियो क्या यस्तो पुरै तलबाट माथिबाट तल झऱ्यो दुईवटा राउन्ड चाहिँ त्यस्तो थियो अनि सुरुमा चाहिँ सट्ट झर्ने बेला ओ माई गॉड म त सकेँ अब भन्ने भयो होइन अनि त्यो चाहिँ फेरि माथि चढ्ने बेला पनि पुरै पुरै यस्तै हो नि ठाडै हो नि त पुरै यस्तरी चढाएको छ त्यो पछि फेरि वात्तै तल झर्ने बेलामा त म त्यतिखेर त आँखै चिम्लेँ क्या म सक्दिनँ अब भन्ने भयो क्या सक्दिनँ भन्ने भयो तर फेरि एकछिनपछि मलाई फेरि के फिलिङ्स आयो थाहा छ ओ माई गॉड मैले सोचेँ सुपरम्यानहरूलाई पनि यस्तै हुँदो होला है भने ओहो मलाई कस्तो फिल भयो क्या कस्तो कमेडी भइरहेको मलाई त एकछिन त पुरै हुन्छ नि पुरा स्पिड पनि 250-75 कति समथिङ किलोमिटरमा स्पिडमा कुद्ने रहेछ क्या त्यो अनि फिलै नहुने कि कस्तो स्लोपमा जाने म भन्दै सक्दिनँ कि इफ तपाईँहरूले पनि एक्सपिरियन्स गरिसक्नु भएको हो भने तपाईँहरूले अलरेडी थाहा होला त्यस्तो मैले के भन्न खोज्दैछु भनेर होइन इफ तपाईँहरूले गर्नुभएको छ भने यो चिज चाहिँ गर्नुपर्छ लाइफमा इफ तपाईँहरू हेल्दी हुनुहुन्छ फिट हुनुहुन्छ भने चाहिँ यो चिज चाहिँ गर्नुपर्छ है एकदमै भन्नै सक्दिनँ क्या यति धेरै थ्रिलिङ थियो त्यो चिज अनि पछि ठ्याक्कै त्यो सकेर आउने बेलामा मलाई के फिल भयो भने त्यो चिजमा चढेपछि होइन अब जसलाई चाहिँ एकदमै त्यो फ्रस्ट्रेट भएर बसे हुन्छ नि मान्छेहरू त्यो मान्छेहरू पनि त्यसमा चढ्यो भने चाहिँ एकचोटि चढेर आइसकेपछि त्यो फ्रस्ट्रेटबाट निस्किन्छ जस्तो लाग्यो कि मलाई त्यस्तो फिलिङ्स भइरहेको
किनभने अब जस्ट त्यो चढ्ने बेलामा अरू केही फिलिङ्स नै थिएन क्या माई म कतिखेर झर्छु यो कतिखेर सकिन्छ त्यो पुरै हुन्छ नि त्यस्तो एक्साइटमेन्ट त्यस्तो मात्रै भइरहेको थियो ठ्याक्कै सकेर आउने बेलामा त ब्ल्याङ्कै माइन्डमा केही छैन कि माइन्डमा मैले सकेँ यार भन्ने टाइपको फिल भइरहेको क्या मलाई अब नेक्स्ट टाइम सायद चढ्यो भने पनि सायद त्यति साह्रो नहोला किनभने त्यतिखेर त थाहा भइसक्छ नि त अब नेक्स्टमा के हुनेवाला छ कस्तो हुन्छ भन्ने फिल भइसकिहाल्छ त्यही भएको भएर चाहिँ फर्स्ट टाइम भएको भएर चाहिँ अनएक्सपेक्टेड नै थियो क्या त्यो यस्तो हुन्छ भन्ने कुरा सोचेकै थिएन नि त त्यही भएको भएर चाहिँ त्यो अझै बढी एक्साइटेड भयो क्या एक्साइटमेन्ट अझै धेरै माथि एक्साइटमेन्ट लेभल अझै धेरै माथि पुग्यो क्या त्यो चाहिँ त्यहाँबाट निस्केपछि हामी अर्को ठाउँमा पनि गयो अर्को चाहिँ त्यही सुटिङ कोस्ट भन्ने थियो अब त्यहाँभित्र पनि लाइन चाहिँ अब त्यतिखेर चाहिँ धेरै थिएन भनौँ न अब लेट भइसकेको थियो नि त अहिले 7 बजे भन्दा कटिसकेको थियो त्यतिखेर अनि त्यहाँ बस्दाखेरि त्यहाँ पनि केही नभने आधी घन्टा त बस्यो नभए पनि आधी घन्टा त हामी वेटिङमा बस्यो त्यहाँ पनि अनि त्यहाँभित्र चाहिँ के हुने रहेछ भन्दाखेरि बसेर भित्र गएर चाहिँ त्यो गन हुँदो रहेछ गन चाहिँ त्यहाँ अब पर्दाहरूमा चाहिँ अब त्यो डिस्प्ले भइराख्ने अब तिनीहरूलाई सुट गर्नुपर्ने टाइपको त्यस्तो हुने रहेछ त्यहाँ पनि सुट गऱ्यो एकछिन त्यो एक्सप्रेस चढिसकेपछि अरू त केही लागेन क्या मलाई अरू त केही होइन जस्तो लाग्यो क्या त्यति धेरै त्यो एक्सप्रेसले गर्दाखेरि चाहिँ सबै त्यो अरू एक्साइटमेन्ट अरू गेमहरूमा त्यस्तो धेरै त्यो पछि चाहिँ कुनैमा मजा आएन भनौँ न त्यो जति फेरि अझ मलाई यही गर्न पाए हुन्छ टाइपको भइरहेको थियो अनि तैपनि अब भयोभरको सबै एक्सपिरियन्स गरौँ भन्ने टाइपले सकेसम्मको अब भयोभरको त सकिन्न किनभने टाइमले गर्दाखेरि टाइम लिमिट हुन्छ होइन दिनभरिमा सकिने जति गेमहरू त कति थियो क्या अझै गेमहरू त कति थियो होइन कति युज थियो भने अझै कति ठाउँ त हामीले एक्सप्लोर गर्नै पाएनौँ क्या त्यो दिन अब त्यो लाइनमा बस्दै दिन गयो होइन अब सबै ठाउँ घुम्नै पाएको छैन क्या त्यो अब त्यहाँपछि अब हामी गयो त्यो सुटिङ होस्टमा छिर्यो त्यहाँ पनि त्यो गरेर आयो त्यो पछि हामी गयो बम्पर कारमा बम्पर कारहरू त अब थाहा छँदैछ हामी आफ्नो नेपालमा पनि खेलिसकेको चिज हो होइन तिनीहरू भनेको त एक्सपिरियन्स गरिसकेको हो त्यहाँ भनेको चाहिँ लाइन अलिक कम देखेर हामी छिरेको हो क्या खासमा लाइन कम भएको छिरे पनि त्यहाँ पनि आधी घन्टा जति त लाइन बस्नै पर्थ्यो त्यो बसेर अनि त्यहाँ पनि खेलियो अनि फर्किने बेला पनि भइसकेको थियो अनि फर्किने बेलामा चाहिँ लास्ट मेन अट्र्याक्सन चाहिँ अब सुरु हुनेवाला थियो क्या अब लास्टमा फेरि बिहान जस्तै त्यस्तै फेरि डान्स सो हुन लागेको थियो त्यतिखेर चाहिँ पुरै मुन लाइट परेड भन्ने आउन लागेको रहेछ त्यसमा पनि एकदमै खतरा एक्साइटमेन्ट भयो त्यसमा पनि पुरै झिलिमिली लाइटहरू होइन पुरा ठुल्ठुलो अब तिनीहरूको के हुन्छ त्यो सो गर्ने पुरा ठुल्ठुलोमा पनि झिलिमिली बत्तीहरू राखेको खतरा भएको थियो त्यतिखेर पनि एकदमै एक्साइटमेन्ट धेरै थियो त्यतिखेर पनि मजाले त्यो पनि इन्जोय गर्यो त्यो पनि 10-15 मिनट नै भयो त्यो पछि चाहिँ सबै एज अ होल सबै एक्सपिरियन्स चाहिँ गरियो कि त्यो चाहिँ अब दिनभरिमा अब मलाई जहाँसम्म लाग्छ एभरल्यान्ड छिरिसकेर त्यस्तो अलिक पिक सिजनमा जानुभयो भने चाहिँ हामीले त्यो सबै चिज चाहिँ एक्सपिरियन्स गर्नै नपाउने रहेछ क्या नभ्याउने रहेछ नपाउने भन्दा पनि नभ्याउने रहेछ अब त्यही अगाडि फेरि यत्रो ठुलो स्क्रिन पनि देखिरहेको थिएँ मैले होइन त्यहाँ के हुन्छ भन्ने कुरा अझै एक्सपिरियन्स गर्नै पाइएन दिउँसो त्यहाँ पुग्दैन होइन अब मुनलाइट परेड सुरु हुने बेलामै 8 कटिसकेको थियो 9 नै बजेको थियो कि के भएको थियो त्यतिखेर बजिसकेको थियो होइन अब फर्किनेलाई पनि त फर्किनु पनि पऱ्यो नि त अनि फर्किनु पऱ्यो अनि सबै कुरा एक्सपिरियन्स गर्नुको लागि चाहिँ अलिकति कि त 2 दिन गरेर एक्सपिरियन्स गर्नुपर्ने हुन्छ होइन भने कि त अलिकति मान्छे कम भएको टाइम खोजेर त्यो अनुसारको सिजनमा चाहिँ हामी जान सकियो भने चाहिँ सबै हामीले एक्सपिरियन्स गर्न पाउने रहेछ जस्तो लाग्यो मलाई चाहिँ सो मलाई चाहिँ अब सबैभन्दा एकदम बेस्ट पार्ट अब एभरल्यान्ड घुम्दाखेरिको सबैभन्दा बेस्ट पार्ट भनेको चाहिँ एकदमै त्यो लास्टमा टी एक्सप्रेस नै एकदम मलाई मेरो लागि चाहिँ सबैभन्दा बेस्ट पार्ट लाग्यो अब तपाईहरुले पनि हेर्दै हुनुहुन्छ यो भिडियो भने तपाईहरुले पनि एभरल्यान्ड गइसक्नु भएको छ भने तपाईहरुले चाहिँ कुन चाहिँ बेस्ट पार्ट लाग्यो भन्ने कुरा चाहिँ मलाई यही भिडियोमा कमेन्ट गरिदिनु होला सो मलाई यहाँसम्म लानु हुने अब आजसलाई पनि लानलाई हेल्प गर्नु हुने आजसलाई पनि धेरै धेरै थ्यांक यू भन्न चाहन्छु खामसामिदा आजसी खान्छु आजसी भन्न चाहन्छु अनि अब अरु साथीहरु पनि साथी अब हिमाल पनि थियो म हिमाललाई पनि थ्यांक यू सो मच म अब हामी सँगै गइयो रमाइलो गरियो अब यस्तै गरेर फेरि पनि अरु कुनै दिन हामी जान पाऊँ भन्ने गर्दै अब यही हो यो दिन नै हो एभरल्यान्डमा मेरो दिन चाहिँ